मिनासान कोनिचिवा। आज तपाईहरुको माझ मैले लेसन 1 को ग्रामर लिएर म उपस्थित भइसकेको छु। लेसन 1 मा हामीहरुले 7-8 वटा हामीहरुले पार्टिकलहरु हामी पढ्नु पर्ने हुन्छ। यो 8 वटा पार्टिकल तपाईहरुले राम्रोसँग ध्यान दिएर तपाईहरुले हेर्नु भयो भने, राम्रोसँग तपाईहरुले बुझ्नु भयो, जान्नु भयो भने तपाईहरुलाई लेसन 1 चाहिँ एकदम इजी लाग्नेछ। र हुन त यो लेसन 1 को ग्रामर इजी नै छ, तर पनि धेरै ठाउँमा लेसन 50 सम्मै जुन हामीहरुले पढ्ने छौं, यो जुन चाहिँ सामान्य भए तापनि यसको काम धेरै ठुलो छ है। राम्रोसँग बुझ्नु पर्ने हुन्छ। सो हामी ढिला नगरी अब हामी भिडियोतर्फ लाग्ने छौं। 1 नम्बरमा वा पार्टिकल है, हामीले यसलाई चाहिँ नर्मली हामीहरुले चाहिँ यो जुन यो छ यसलाई चाहिँ हामीहरुले प्राय हा भनेर पढिरहेको छ, तर यसलाई चाहिँ छुट्टै आउँछ यो चाहिँ हैन। जस्तै वर्ड सँगै यो जस्तै वर्ड सँगै जोडेर आयो भने चाहिँ यसलाई हा भनेर उच्चारण गर्ने, र बेग्लै छ भने चाहिँ यसलाई वा भनेर उच्चारण गर्ने है। यो जुन छ यसलाई वा भनेर उच्चारण गर्ने, जुन मैले उच्चारण पनि लेखिदिएको छु, नेपाली मिनिङ पनि लेखिदिएको छु, साथै जापानिजको लेटरहरु पनि सँगै छ है। तपाईलाई एकदम सजिलो हुनेछ है। एकदम ध्यान दिएर हेर्नु होला, एकदम फोकस गरेर हेर्नु होला। त्यसैगरी 2 नम्बरमा छ नाउन। 2 नम्बरमा छ यहाँ हेर्न सक्नु, नाउन प्लस नाउन ज्यारिमासेन देवा ज्यारिमासेन भन्ने छ है। नेपाली मिनिङ पनि मैले खुलाइदिएको छु तपाईहरुको सजिलो होस् भनेर। अब किनभने तपाईहरु भर्खर हिरागाना कातागाना सकाएर आउनु भएको छ हैन, अलिकति गाह्रै हुन्छ सरल पढ्नको लागि, त्यही हुनाले मैले नेपालीमा पनि यसको उच्चारण लेखिदिएको छु ल। नाउन 1 वा भनेको छ हैन, बिचमा वा। त्यसैगरी नाउन 2 ज्यारिमासेन देवा ज्यारिमासेन को सर्ट फर्म ज्यानाइ देवा नाइ देश हो। यसको अर्थ चाहिँ हो होइन भन्ने बुझिन्छ है त। त्यसैगरी 3 नम्बरमा छ सान, त्यसपछि च्यान कुन हैन। यहाँ मैले यसको उच्चारण पनि लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसैगरी व्यक्तिको पछाडी जी भन्दा प्रयोग गरिन्छ। यो चाहिँ यसले चाहिँ प्राय जी भन्ने कुरो तपाईहरुलाई जुन जोडिन्छ, जस्तै श्यामजी रामजी भनेर हामी जुन नेपाली व्याकरण हामी पढ्छौं नि, हो त्यस्तै गरी यो चाहिँ सान अनि च्यान कुन भन्ने कुरा लाग्छ। अब यो च्यान अब सान कुन अर्थमा लाग्छ, कुन केलाई लगाइन्छ भन्ने कुरा त्यो पनि हेरिन्छ है। त्यो धैर्य गर्नु होला। अनि जिन भनेको चाहिँ नागरिक है। जिन भनेको चाहिँ नागरिक, यसलाई जिन भन्छ हैन। मैले यहाँ चाहिँ नेपाली मैले लेखिदिन छु, जिन भन्छ है। जिन भनेको चाहिँ नागरिक हैन। अनि त्यसैगरी का भनेको चाहिँ यसलाई चाहिँ प्रश्न लगाउँदाखेरि चाहिँ, प्रश्न सोच्दाखेरि चाहिँ का भन्छ है। यहाँनिर का भनेर यहाँ मैले यहाँनिर प्रश्न पनि राखिदिएको छु, यहाँनिर हेर्न सक्नुहुन्छ। त्यसैगरी मो भनेको चाहिँ पनि है, मो भनेको चाहिँ पनि। अनि त्यसैगरी नो भनेको को है, नो भनेको चाहिँ को, यहाँ तपाईले हेर्न सक्नुहुन्छ, नो भनेको को। त्यसैगरी साई भनेको चाहिँ उमेर भन्छ है। तपाईको कति उमेर हो भन्दाखेरि साई लगाउने, साई लगाउने। यहाँ मैले तपाईलाई देखाइदिएको छु साई। यति नै हो लेसन 1 मा जति पनि ग्रामरहरु छ यति नै हो है। तपाईले योभन्दा धेरै ग्रामर पढ्नु पर्दैन। यति भएपछि तपाईहरुले लेसन 1 को लिसनिङ, त्यसैगरी ग्रामर, रेन्स्यु सबै कुराहरु तपाईले बुझ्न सक्नुहुन्छ है। तपाईले मिनिङ र यो ग्रामर है, मोटामोटी मिनिङ र ग्रामर चाहिँ एकदम तपाईले खानुपर्ने हुन्छ है। करामकुरुम खाइदिनु पर्ने हुन्छ है त। 1 नम्बरमा वा भनेको यसको मिनिङ हो, यसको मिनिङ हो चाहिँ भन्ने हुन्छ ल। मैले यहाँ पनि लेखिदिएको छु, यहाँ चाहिँ हुन्छ है, चाहिँ भन्ने हुन्छ ल। त्यसै रेन्स्यु भनेको चाहिँ, रेन्स्यु भनेको चाहिँ इक्जाम्पल है। मैले यहाँ इक्जाम्पलमा लेखिदिएको छु, वा कहाँ प्रयोग हुन्छ भनेर मैले तपाईहरुलाई यहाँ लेखिदिएको छु। वातासी हेर्दा वातासी वा, अनि के मैले लेखिदिएको छु, यामादा देश भनेर लेखिदिएको छु है। म चाहिँ, यहाँ तपाईले हेर्न सक्नुहुन्छ, मैले यहाँनिर लेखिदिएको छु, नेपाली मिनिङ पनि छ अनि उल्टा गर्ने पनि छ। यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ, म यामादा हुँ। त्यसैगरी अर्को उदाहरणमा हेर्न सक्नुहुन्छ तल्लोमा, वातासी वा गाकुसेई
देश भनेर मैले लेखिदिएको छु होइन। अनि यहाँनिर मैले माथि जसरी ऊ पनि गरिदिएको छु, तपाईँले हेर्न सक्नुहुन्छ। अनि उल्था प्लस मिनिङ होइन, मिनिङ चाहिँ यहाँनिर म विद्यार्थी हुँ भन्ने छ है। फेरि त्यसै गरी अर्को इक्जाम्पलमा तपाईँहरू हेर्न सक्नुहुन्छ, वातासी वा इस्या देश होइन। यहाँ मैले नेपाली उल्था हेर्न सक्नुहुन्छ। त्यसै गरी नेपाली अर्थ चाहिँ म डाक्टर हुँ है। यो चाहिँ चाहिँ भन्ने अर्थ लाग्छ ल, यसमा चाहिँ म चाहिँ भन्ने हुन्छ ल। यो मैले चाहिँ अब डाइरेक्ट अलिकति बोलचाली भाषामै राखिदिएको छु। यसको अर्थ चाहिँ यो वाको अर्थ चाहिँ के हामीले बुझ्यौँ, चाहिँ भन्ने लाग्छ है, चाहिँ। सबै यो एकदम ध्यान दिनु होला, वाको अर्थ चाहिँ चाहिँ हुन्छ है। त्यसै गरी 2 नम्बरमा अघि हामीले हेरेको थियौँ, 2 नम्बर पोइन्ट हो यो चाहिँ। जस्तै नाउन 1 वा होइन, नाउन 2 ज्यारिमासेन देवा ज्यारिमासेन। यो चाहिँ प्रयोग चाहिँ सर्ट फर्म चाहिँ कसरी चाहिँ अब हो भन्दाखेरि चाहिँ ज्यारिमासेन भन्दा चाहिँ होइन भन्ने अर्थ लाग्छ है। यो चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ। ज्यारिमासेन भन्नासाथ होइन भन्ने लाग्छ ल। ज्यारिमासेन भनेको चाहिँ होइन। देवा जुन देवा ज्यारिमासेन भनेर चाहिँ अलिकति पोलाइट हो, यो चाहिँ होइन भन्ने हुन्छ है। यो पनि अर्थ यहाँनिर के छ, रेमा हामी इक्जाम्पलमा हामी सरसर गइहाल्नेछौँ। वातासी वा तानाखा ज्यारिमासेन भनेर लेखेको छ क्या होइन। वातासी वा तानाखा ज्यारिमासेन सँगसँगै तपाईँहरूले भन्न सक्नुहुन्छ है। अनि म तानाखा होइन भनेको छ है, म तानाखा होइन। मैले नेपाली मिनिङ पनि लेखिदिएको छु, तपाईँले हेर्न सक्नुहुन्छ। त्यसै गरी अर्को पोइन्टमा चाहिँ वातासी वा गाकुसेई ज्यारिमासेन भनेर लेखिदिएको छु मैले यहाँनिर। तपाईँले एकदम ध्यान दिएर हेर्नु होला ल। मैले नेपाली उच्चारण र नेपाली मिनिङ तपाईँलाई दुइटै मैले लेखिदिएको छु। म विद्यार्थी होइन, गाकुसेई भनेको विद्यार्थी है। तपाईँले हेर्न सक्नुहुन्छ मिनिङहरू एकदम तपाईँले ध्यान दिएर पढ्नुभएको छ भने यो केही पनि होइन है। वातासी अर्को इक्जाम्पल, वातासी वा इस्या ज्यारिमासेन, म चाहिँ डक्टर होइन भन्ने लाग्छ है त। म चाहिँ डक्टर होइन, म चाहिँ डक्टर होइन। यहाँ चाहिँ मैले चाहिँ लेख्न छुटाएको छु है, त्यसको लागि माफ गर्नु होला। वातासी वा इस्या ज्यारिमासेन भन्यो भने चाहिँ म चाहिँ डाक्टर होइन है। त्यसै गरी 3 नम्बरमा सान च्यान कुन, यो जुन नेपाली मैले यो लेखिदिएको छु हेर्न सक्नुहुन्छ है। यो तपाईँले यसको जुन यो यसको चाहिँ मैले लेखिदिएको हो जुन उल्था भन्छ है। तपाईँलाई मैले अघि भनिरहेको छु। व्यक्तिको पछाडि, अब यहाँ नेपाली मिनिङ चाहिँ व्यक्तिको पछाडि जी भन्दा प्रयोग गरिन्छ, जिउ होइन, एकदम जी, रामजी, श्यामजी, हरिजी होइन, यस्तै कुराहरू चाहिँ सम्मान होइन एकदम इज्जत गरेर भन्दाखेरि चाहिँ यो सान होइन च्यान कुनको अर्थ लाग्छ है। अब हामी ढिला नगरी उदाहरणतर्फ लागौँ, रेईतर्फ लागौँ है त। अब सानको अर्थ चाहिँ यामादा सान भन्दाखेरि यामादाजी हुन्छ है, यामादाजी। च्यानको अर्थ चाहिँ कसरी लाग्छ भन्दाखेरि जसरी सानको अर्थ लागेको छ त्यसरी नै लाग्ने है। च्यानको चाहिँ किताहारा च्यान, के अरे किताहारा च्यान भन्ने छ होइन। त्यसै गरी कुनको अर्थ चाहिँ किमुरा कुन भन्ने छ है, किमुरा कुन। अब यो सान च्यान कुन के अर्थमा लाग्छ भनेर त्यो तपाईँहरूले मिनिङमा पनि पढिसक्नु भएको छ होइन। यसलाई मैले रिभिजन गर्न चाहिनँ किनभने भिडियो धेरै लामो हुन्छ। त्यसको लागि तपाईँले आफैले सेन्टेन्सहरू चाहिँ जति बनाउन सक्नुहुन्छ होइन, जति बनाउन सक्नुहुन्छ त्यति नै तपाईँहरूलाई फाइदा पनि हुन्छ है। त्यसै गरी 4 नम्बरमा छ जिन। जिन भनेको नागरिक है। रेमा हामी सिधै जाउँ। कुनै देशको नामको पछाडि जिन आउँदा त्यो देशको नागरिक हुन्छ है, नागरिक जनाउँदाखेरि चाहिँ है। वातासी वा नेपारू जिन देश होइन, वातासी वा नेपारू जिन देश। म चाहिँ मैले यहाँ चाहिँ लेखिन छु होइन। वातासी वा नेपारू जिन देश भनेको चाहिँ म चाहिँ नेपालको नागरिक हुँ होइन। यसरी नै बन्छ, नेपालको नागरिक हो या हुँ जे राख्दा पनि है। त्यसै गरी 5 नम्बरमा का होइन। यो का चाहिँ के हुन्छ भने प्रश्न सोद्धाखेरि चाहिँ का
भनेर हामीले राख्नुपर्ने हुन्छ हैन। देश देशिता हैन यस्तोमा हामीले एन्सर दिनुपर्छ भन्दाखेरि चाहिँ के अरे कामा चाहिँ क्वेसन हुन्छ है। क्वेसन बनाउँदाखेरि चाहिँ का हुन्छ। जस्तै रेमा हामी हेर्नेछौँ आनाता वा गाकुसेई देशका भनेको छ कि आनाता वा गाकुसेई देशका भनेर यहाँनिर हामीले प्रश्न सोध्यौँ हैन। यहाँनिर का कसरी कहाँ गएर जोडियो कसरी भयो भन्दाखेरि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ का आनाता वा गाकुसेई देशका तपाईँ विद्यार्थी हो भनेर भनिरहेको छ क्या। तपाईँ विद्यार्थी हो। त्यसै गरी आना हितो वा दारे देशका ऊ त्यो व्यक्ति को हो भनेर सोध्नु पर्दाखेरि आना हितो वा दारे देशका भनेर यहाँ भनिरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ आना हितो वा दारे देशका ऊ त्यो व्यक्ति को हो भनेर यहाँ भनिरहेको छ। प्रश्न गर्दाखेरि चाहिँ काको प्रयोग लगाउने वा छँदैछ हैन। हाम्रो वा अघि हेरिसकेको अब मो जुन यहाँनिर छ मो है। मो भनेको चाहिँ पनि भन्ने लाग्छ है। मो भनेको चाहिँ पनि भन्ने अर्थ लाग्छ। जस्तै अब हामी रेईमा जाउँ इक्जाम्पललाई चाहिँ रेई भन्छ है। इक्जाम्पलमा चाहिँ रेई भन्छ कुनै पनि कुरामा सेम आउँदा यो के अरे मो प्रयोग गरिन्छ भनेर वातासी वा गाकुसेई देश यामादा सान मो गाकुसेई देश हैन। म चाहिँ यहाँ नेपाली मैले उल्लेख दिएको छु म चाहिँ विद्यार्थी हुँ यामादा पनि विद्यार्थी हो भनेर सोध्नु पर्दाखेरि क्या मतलब भन्नुपर्दाखेरि एन्सर भन्नुपर्दाखेरि यहाँ तल यहाँनिर चाहिँ मैले तपाईँलाई यहाँनिर चाहिँ का थियो भने चाहिँ प्रश्न हुन्थ्यो क्या। यहाँनिर चाहिँ का राख्दाखेरि चाहिँ प्रश्न हुन्थ्यो। यहाँ चाहिँ एन्सर छ हैन। एन्सर उहाँ पनि विद्यार्थी हो म पनि विद्यार्थी हो उहाँ पनि विद्यार्थी हो भनेर यसरी राखिरहेको छ है। जो तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदम बुझ्नुहुन्छ हैन। मैले तपाईँलाई भन्न खोजेको कुरा मैले भन्न खोजेको कुरा तपाईँले बुझिसक्नु भयो है। त्यसै गरी 7 नम्बरमा छ नोको प्रयोग छ है। नोको प्रयोग चाहिँ अब मैले तपाईँहरूलाई रेमा लगिहालेँ। नो भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ नो भनेको चाहिँ के अर्थ लाग्छ भन्दाखेरि चाहिँ को अर्थ लाग्छ है। नो भनेको चाहिँ को अर्थ लाग्छ। वातासी वा आयामसी नो के इस्या देश भनेको छ क्या। म चाहिँ आइएमसीको डक्टर हुँ भनेर एन्सर छ हैन। मतलब यसको ट्रान्सलेट चाहिँ म चाहिँ आइएमसीको डक्टर हुँ। त्यसै गरी यामादा सान वा तोक्यो नो सेन्सेई देश भनेको छ क्या है। नोको प्रयोग कसरी भइरहेको छ भने तपाईँ एकदम ध्यान दिनु होला। यो चाहिँ नोको प्रयोगको कुरा भइरहेछ ल। यो नोको प्रयोग कुरा भइरहेछ तपाईँहरू हेर्न सक्नुहुन्छ। नोको प्रयोग कुरा भइरहेको छ है। के भनिरहेछ यामादा सान वा तोक्यो हैन तोक्यो नो सेन्सेई देश हैन त। अब यसको मिनिङ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यामादाजी टोक्यो युनिभर्सिटीको चाहिँ टिचर हुनुहुन्छ भनेर भनिरहेको छ। त्यसै गरी 9 नम्बरमा साई हैन उमेर भन्नुपर्दा तपाईँको उमेर कति हो हैन। यस्तै कुराहरू गर्दाखेरि अब कसरी सोध्ने यो कुराहरू हामी हेर्नेछौँ। रेईमा गएर हेर्नेछौँ है त। हामी रेईमा छौँ जुन साई हैन। अब यहाँ इमा आनाता वा नान्साई देशका हैन। अब हामीले अघि वा पनि हेऱ्यौँ हैन। सरी यहाँ मैले चिन्ह लगाइदिएँ तपाईँलाई। वा पनि हेऱ्यौँ। अब का हैन प्रश्न गर्दा हैन। इमा भनेको चाहिँ अहिले आनाता भनेको चाहिँ तपाईँ चाहिँ हैन। अब यो हामीले पढ्यौँ नान भनेको के साई भनेको उमेर देश कति सजिलो छ हैन। इमा आनाता वा नान्साई देशका भनेर प्रश्न गरिरहेको छ। अहिले तपाईँ कति वर्षको हुनुहुन्छ भनेर सोधिरहेको छ। एकदम तपाईँहरूले सँगसँगै तपाईँहरूले हेर्नुपर्ने हेर्दै पढ्दै पनि गर्नु होला ल। एकदम यो तपाईँहरूले यो ग्रामर चाहिँ जति तपाईँहरूले सिक्नुभयो त्यति तपाईँ बोल्न पनि सक्नुहुन्छ है। त्यसै गरी अर्को छ यहाँनिर हेर्न सक्नुहुन्छ 2 नम्बरमा नान्साई देशका
भनेर सोधिरहेको छ। उमेर कति हो पनि भन्न सक्नुहुन्छ छोटकरीमा, उमेर कति हो। अर्को छ अर्को पनि छ, यहाँ हेर्न सक्नुहुन्छ, ओइ कुचु देशका भनेर सोद्धाखेरि पनि उही लाग्ने हो होइन, अलिकति पोलाइट हो। ओइ कुचु देशका उमेर कति हो। अनि अर्को छ मैले तपाईँहरूलाई देखाउँछु, अर्को पनि यहाँ हेर्न सक्नुहुन्छ, नेन्ड्रै ओसिएते कुदासाई भनेर भन्यो भने चाहिँ उमेर बताउनुहोस् भनेको है। त्यसै गरी यामादा सान वा इमा ओइकुचु देशका भनेर सोध्छ है। यामादा सानको चाहिँ यामादाजीको अहिले कति वर्ष हुनुभयो, के अरे हुनुभयो, कति वर्ष चाहिँ हुनुभयो यामादा सान भनेर भनेको है। लेसन 1मा जति पनि भिडियोहरू हामी युट्युबमा देख्दछौँ र बुकमा हेर्दछौँ, यही 8वटै कुराहरूको मात्रै कुराहरू हुन्छ है। यही 8वटै कुराहरू मात्रै हो। जति पनि हेरे पनि तपाईँहरूले बुझ्नुपर्ने भनेको कुराहरू नै यही 8वटा मात्रै हो होइन। वा, ज्यारिमासेन, सान, कुन, च्यान, जिन, का, मो, नो, साई, यति हो तपाईँहरूले पढ्ने भनेको। यो तपाईँहरूले युज गर्न सक्नुभयो भने इन्टरभ्यूमा पनि सोधिने यसरी नै हो है, यहीँबाट सुरु हुने हो। त्यो हुँदा तपाईँहरूले एकदम ध्यान दिएर हेर्नुहोला। अब तपाईँहरूले रेन्सियो बी, सी तपाईँहरूले मजाले गर्न सक्नुहुन्छ। त्यसै गरी लिसनिङ पनि मजाले बुझ्न सक्नुहुन्छ है त। आरिगातो गोजाइमास।